बजारबाट ल्याएको दाना पोषकहरू हुन्छ, राम्रो हुन्छ भन्ने मात्र होइन कि साथीहरू। आफूले आफ्नै हात बनाएको घरमै बनाएको दाना पनि पोषकहरू हुन्छ। ल हेर्नु यो खली, यसलाई आटोमा यसरी मिक्स गर्ने। मैले 5 थरी गहुँ, मकै अनि घाँस, जगातो सबै चिजलाई मिक्स गरेर दाना बनाउँदै छु। यो फेरि पाउडर जस्तो हो के। ल हेर्नु सबै चिज यसरी मिक्स गरेर घरमै दाना तयार भयो। हेर्नु त बजारमा किन्नेको दाना भन्दा केही फरक भयो त? राम्ररी हेर्नु त है। ल हेर्नु दाना तयार भयो।